यो हेर्न सक्नुहुन्छ साथीहरू 55 झ्याले दरबार। यो चाहिँ भूपतेन्द्र मल्लले निर्माण गर्नुभएको रे। उहाँ बुवाले भन्दै हुनुहुन्छ, उहाँ बुवासँग सोधेको मैले। सो 55 झ्याले दरबार यो भयो। अनि भूपतेन्द्र मल्ल चाहिँ उहाँ चाहिँ मरेर जो निर्माण गर्नुभयो नि, उहाँ चाहिँ मरेर जानु भएको छैन अरे। यहाँ चाहिँ जुत्ता खोलेर जानुपर्छ अरे। यहाँ तलपट्टि, यहाँपट्टि भित्रपट्टि चाहिँ यहाँ चाहिँ विदेशी पर्यटकहरू हुनुहुन्छ सबै। सो देख्न सक्नुहुन्छ। यहाँ हो कि पल्लोमा मलाई चाहिँ एक्ज्याक्टली थाहा भएन। यो चाहिँ भूपतेन्द्र मल्ल दबेर गएको भन्ने यही हो सर? भूपतेन्द्र मल्ल दबेर गयो भनेको यही हो होइन? कतापट्टि हो? उतापट्टि? हस् उहाँ चाहिँ आर्मी हुनुहुन्थ्यो, सुरक्षामा खटिनु भएको। उहाँले चाहिँ मतर्फ क्यामेरा चाहिँ नफर्काउनु है, मात्रै चाहिँ क्यामेरा नफर्काउनु है भन्दै हुनुहुन्थ्यो। उहाँको आफ्नै सिक्युरिटी प्रोटोकल होला उहाँको होइन, ड्युटीमा हुनुहुन्छ। सो त्यसैले होला सायद यो हुनसक्छ, खै थाहा भएन। बुवालेसँग सोधेको यो चाहिँ के रहेछ भन्दै। सङ्ग्रहालय प्रवेशको लागि टिकट लाग्ने छ। यहाँ चाहिँ टिकट लाग्दो रहेछ भित्र चाहिँ। भूपतेन्द्र मल्ल भन्ने चाहिँ कहाँ अहिले म सोध्छु फेरि एकचोटि बुवालाई। सो भूपतेन्द्र मल्ल चाहिँ मरेर जानु भएको छैन, यहीँ दबेर जानु भएको छ भनेर एकजना बुवाले बताउनु हुनुहुन्थ्यो। सो म चाहिँ अहिले चाहिँ देखाउने छु कहाँनिर भनेर म दोबारा सोध्छु र एकचोटि बुवालाई चाहिँ सोधेको। सो हेर्दै गर्नु होला भिडियो। म चाहिँ अगाडि अरू हेर्न सक्नुहुन्छ, यतातिर एकदम पर्यटकहरू हुनुहुन्छ पुरा। यहाँनिर चाहिँ म अरू देखाउँछु अनि लास्टमा त्यो पनि देखाउनु छु तपाईँहरूलाई चाहिँ। भूपतेन्द्र मल्ल चाहिँ मरेर नगएर तपाईँहरूको यहीँ दबेर जानुभएको, जसले यो 55 झ्याले दरबार बनाउनु भयो। उहाँ चाहिँ नमर्नु भएको, दबेर जानुभएको, अब अहिले पनि जीवितै हुनुहुन्छ भन्ने चाहिँ एउटा विश्वास रहेछ। त्यहाँ चाहिँ भित्र छ अरे कहाँनिर, म अहिले चाहिँ देखाउनु सक्छु। यो भूपतेन्द्र मल्ल भन्नेको मूर्ति त होइन यो? कहाँनिर छ? कहाँनिर? ढुङ्गामाथिको भूपतेन्द्र मल्लको मूर्ति त्यही हो? बाहिर छ अरे भूपतेन्द्र मल्लको मूर्ति चाहिँ बाहिर छ अरे। म देखाउँछु है तपाईँहरूलाई चाहिँ, हेर्नुलाई यहाँलाई सोधेको। यो चाहिँ भूपतेन्द्र मल्लको होइन? हेर्न सक्नुहुन्छ साथी, यो चाहिँ भूपतेन्द्र मल्लको मूर्ति। त्यही भएर चाहिँ यतातिर नमस्ते गरेर यहाँ चाहिँ मूर्ति चाहिँ निर्माण गरिरहेको छ। उहाँले चाहिँ यो 55 झ्याले दरबार चाहिँ निर्माण गर्नुभएको अरे भूपतेन्द्र मल्ल। हेर्न सक्नुहुन्छ तल चाहिँ नाग, माथि चाहिँ भूपतेन्द्र मल्लको मूर्ति। सो गाइस मेरो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ एकदम विदेशी पर्यटकहरू हुनुहुन्छ। एकजनाले पुरा गाइड गरिरहनु भएको छ, सायद चाइनिज भाषा हो कि जापानिज भाषा हो, अब आफ्नो भाषामा उहाँहरूको भाषामा चाहिँ गाइड गरिरहनु भएको छ। सो हेर्न सक्नुहुन्छ सबैजना, यो सबै विदेशी पर्यटकहरू हुनुहुन्छ। एकजनाले गाइड गरिरहनु भएको छ, चाइनिज भाषामा होला सायद। म चाहिँ यो माथिको यो चाहिँ देखाउने छु। यहाँ मलाई यो चाहिँ थाहा छैन, बाहिर लेखेको पनि छैन। परको चाहिँ 1-2 ठाउँको त थाहा भयो। एकजना पुराना बुवाहरूलाई सोद्धाखेरि चाहिँ यहाँ चाहिँ सानो के लेखेको रहेछ म देखाउँछु यसको बाद। सो साथीहरू, म चाहिँ तपाईँलाई भक्तपुरको प्रसिद्ध रथ यात्रा भैरवनाथको रथ यात्रा देखाउन गइरहेको छु। जो चाहिँ होइन पुरा मान्छेले तानेर पुरा यात्रा गराइन्छ कि यो रथको चाहिँ। म चाहिँ त्यो रथ यात्राको रथ चाहिँ अहिले चाहिँ राखेको रहेछ होइन। सो हेर्न सक्नुहुन्छ भक्तपुरको प्रसिद्ध रथ यात्रा भैरवनाथको रथ यात्रा हेर्न सक्नुहुन्छ। यति ठुलो छ होइन, यो रस्सीहरू छ पुरा हेर्न सक्नुहुन्छ। यो रथ भयो हेर्न सक्नुहुन्छ, पुरै रस्सीले मान्छेले तानेर पुरा यो पुरा भक्तपुर पुरा यो परिक्रमा गराइन्छ। यो रस्सी यहीँ हेर्न देख्न सक्नुहुन्छ। यसको यो रथको चाहिँ पाङ्ग्रा देख्न सक्नुहुन्छ। यो चाहिँ भैरवनाथको रथ यात्रा हेर्न सक्नुहुन्छ। यो पुरै मान्छेले यो रस्सीले तानेर पुरा यसलाई चाहिँ भक्तपुरमा परिक्रमा गराइन्छ। सो चाहिँ कुन दिन भने एक्ज्याक्टली मलाई थाहा भएन। भैरवनाथको रथ यात्रा यो चाहिँ हेर्न सक्नुहुन्छ है। सो पुरै यो रस्सी यहीँ छ हेर्नु, तानेर र मान्छेले पुरै भक्तपुर परिक्रमा गराइन्छ। यो भक्तपुरको भैरवनाथको प्रसिद्ध रथ यात्रा भयो यो चाहिँ। सो एकदम उकालो छ यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ। म उकालो चढ्दैछु एकदम। यहाँ अगाडि पनि जाँदै हुनुहुन्छ। माथि गएर टपमा गएर चाहिँ कस्तो देख्दो रहेछ एकदम। हेर्नु न यो कलाकृति एकदम पुरानो ढुङ्गा कुदाएर बनाएको छ। आजभन्दा कति वर्ष पुरानोहरू हेर्नुहोस्, सिम्महरू बनाएको छ जरी। यहाँ हेर्न सक्नुहुन्छ पुरानो ताला लगाउने सिस्टम
हेर्नु न पुरानो चाबी। यो त नयाँ मोडल भयो तर चाहिँ यो चाहिँ पुरानो। हेर्नु न पुरै। र कसरी खुल्छ मलाई पनि थाहा छैन तर हेर्न सक्नुहुन्छ पुरानो कलाकृति पुरा भगवानको हुन्छ। यहाँबाट तलपट्टि हेर्न सक्नुहुन्छ। वा गाइज म चाहिँ यो ठाउँमा आइराख्दा चाहिँ मलाई चाहिँ नेपालभन्दा सायद बाहिर छ कि जस्तो पनि लाग्ने क्या, किनभने चाहिँ यहाँ चाहिँ यहाँको लोकलहरू प्रायः गरेर यहाँको नेवारी भाषा बोल्नुहुन्छ नि। सो त्यसैले चाहिँ उहाँहरूलाई नेपाली सोधेर नेपाली बोल्यो भने चाहिँ अब नेपालीमा सोध्यो भने त नेपाली बोल्नुहुन्छ, नआयो भने चाहिँ उहाँहरू चाहिँ यहाँको लोकल भाषा यहाँको नेवारी भाषा बोल्नुहुन्छ। सो अलिकति अनौठो पनि लाग्ने क्या। सो गाइज मेरो पछाडिपट्टि देख्न सक्नुहुन्छ विदेशी पर्यटकले पनि यहाँको होइन नेवारी ड्रेस लगाएर र पुरा फोटो भिडियो चाहिँ बनाइरहनु भएको छ होइन मजाले। हाम्रो नेपाली कल्चर नेवारी ड्रेस लगाएर होइन मजाले यहाँ देख्न सक्नुहुन्छ। उहाँहरू चाहिँ नेपाली होइन विदेशी हो तर चाहिँ हाम्रो नेपालको नेवारी कल्चर होइन नेवारी ड्रेस लगाएर र फोटोहरू खिचाइरहनु भएको छ हेर्न सक्नुहुन्छ। उहाँ एकजना चाहिँ लगाउनु भएको छैन, एकजना चाहिँ लगाउनु भएको छ फोटो खिचाउन माथितिर जाँदै हुनुहुन्छ। सो सानो फुच्चे के भयो बाबु? सो मेरो ब्याकग्राउन्डमा देख्नुभयो होला उहाँ चाहिँ विदेशी पर्यटक होइन तर पनि हाम्रो नेपालको कल्चरल ड्रेस होइन नेवारी ड्रेस लगाएर चाहिँ उहाँले मजाले फोटो भिडियो चाहिँ सुट गरिरहनु भएको छ होइन। सो प्राउड लाग्छ हामीलाई होइन, खुसी लाग्छ हाम्रो नेपालको कल्चरल ड्रेसहरूलाई होइन विदेशीले पनि लगाएर यसरी फोटो भिडियो चाहिँ खिच्दाखेरि चाहिँ होइन। सो हामी एकदम होइन बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक हामी चाहिँ एकदम भरिपूर्ण हो क्या हामी नेपाली चाहिँ होइन।